हेलो साथीहरू नमस्ते। आज चाहिँ म एआईबाट गीत कसरी बनाउने 5 मिनेटमा कसरी तयार गर्न सकिन्छ त्यो भन्दा अगाडि यो म्युजिक सुनौं। यो म्युजिक सुनिसक्नु भएको छ। यो गीत चाहिँ एआईबाटै बनाएको हो। यस्तै प्रकारको गीत हजुरहरूले पनि आफ्नै मोबाइलबाट बनाउन सक्नुहुनेछ। अब हामी गीत कसरी बनाउने त्योतर्फ लाग्छौं। गीत बनाउनको लागि हामीलाई लिरिक्सहरू चाहिन्छ। त्यसको लागि हामी च्याटजीपीटीमा जान्छौं। यसरी च्याटजीपीटी ओपन गर्छौं। यसमा चाहिँ हामीले कस्तो प्रकारको गीत बनाउने त्यो हामीले यसरी भोइस मार्फत पनि दिन सक्छौं अथवा लेखेर पनि दिन सक्छौं। म एउटा गीत बनाउन चाहन्छु। यो सबै लेखिसकेपछि मैले यहाँ क्लिक गरेँ। क्लिक गरिसकेपछि लिरिक्स बनाएर दिइसकेको छ च्याटजीपीटीले। यसरी क्लिक गर्छौं र कपी गर्छौं। त्यसपछि हामी यसरी क्रोम ब्राउजरमा गएर सुनो एआई सर्च गर्न सक्छौं हामीले। त्यसपछि यो फर्स्टको सुनो एआईमा क्लिक गर्छौं। सुनो एआईमा गइसकेपछि हामीले साइन इन गर्नुपर्ने हुन्छ। साइन इनमा क्लिक गरिसकेपछि हाम्रो गुगल अकाउन्ट चुज गर्नुपर्ने हुन्छ या फेसबुक या फोन नम्बरबाट पनि गर्न सक्नुहुन्छ। मैले चाहिँ गुगलबाट गरेँ र मैले कन्टिन्यूमा क्लिक गरेँ। हामीले यसलाई स्किप गर्न सक्छौं। यो कस्टममा क्लिक गर्छौं र लिरिक्समा हामीले पेस्ट गर्छौं। अघिको हाम्रो जुन च्याटजीपीटीमा कपी गरेको त्यो हामीले यहाँ पेस्ट गर्छौं। यसरी हामी स्टाइलमा लेख्न सक्छौं। गिटार म्युजिक, पाइनो म्युजिक र क्रिएटमा क्लिक गर्छौं। क्रिएटमा क्लिक गरिसकेपछि हजुरहरूले देख्न सक्नुहुन्छ 4 वटा गीतको लिस्ट यहाँ देखाइएको छ। यसरी पहिलो चाहिँ यसरी पढ्नुपर्छ। यसरी हामीले यो दुईटालाई डाउनलोड गर्न सक्छौं। 3 डटमा क्लिक गर्छौं अनि डाउनलोडमा, त्यसपछि MP3 मा, त्यसपछि डाउनलोड एनीवेमा, त्यसपछि हाम्रो यस्तो प्रकारले डाउनलोड हुन्छ। हाम्रो गीत डाउनलोड भइसकेको छ। अब हामी प्ले गरेर हेर्छौं। कस्तो राम्रो म्युजिक राखेर बनाइदिइसकेको छ हाम्रो